अब म यहाँबाट बैना बीच भन्नेतिर जान्छु होइन। अगाडि भास्को रेलवे स्टेसनको अगाडिपट्टि त्यहाँनिर बस पाउँछ। अघि नै म धेरै हिँडिसकेको छु, त्यही भएर अहिले अब बसमा जान्छु। सर र बसमा गएर तपाईँहरूलाई त्यहाँको बैना बीचमा के एक्टिभिटी हुन्छ सबै देखाउँछु। अनि त्यसपछि फर्केर मार्केट घुम्नेछौँ है त। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। साथीहरू म बसमा चढिसकेको छु। बस स्टपमै आएर बसमा चढेँ। त्यहाँको यहाँनिरको चाहिँ एकदम सेन्ट्रल चोक हो। यो घाँसको सिटीको एकदम चोक हो। त्यहाँको चोकको नाम चाहिँ थाहा भएन, घाँसको चोक नै होला यहाँनिर चाहिँ। यो घाँसको चोक भयो है। यहाँबाट बैना बीचको लागि बस जान्छ। बसमा चढेर जान्छु, बाटोको दृश्यहरू देखाउँदै जानेछु। के एक्टिभिटीहरू हुन्छ त्यहाँ बिचमा। अरू ठाउँको जस्तो एकदम फेमस खतरनाक त छैन होइन। अब बिच अब गोवा एकदम फेमस बिचको लागि हो। कति छन् कति बिचहरू है, सानातिना सानादेखि ठुलासम्मका। यो चाहिँ भास्को सिटीको सबैभन्दा नजिकको बिच भएको हुनाले अलिकति फेमस पनि छ। र यो इतिहाससँग जोडिएको ठाउँ भएको हुनाले म यहाँ भास्को सिटी नै रोजेको मैले गोवामा फर्स्ट टाइम। एउटा अर्को कुरा साथीहरू, यहाँ गोवाका पब्लिक बसहरू मैले जब पुरानो देखिरहेको छु कि लगभग सबै धेरै जसो बसहरू त अहिले त अब इलेक्ट्रिक बसहरू के आइसक्यो नि त होइन। अब नयाँ नयाँ बसहरू हुन्छन् धेरै। यहाँ चाहिँ अलि पुरानो टाइपको बसहरूमा नयाँ बस एउटा पनि देखिरहेको छु यहाँनिर। धेरै छन् है यस्तो पब्लिक बसहरू। सबै लगभग पुरानो टाइपको छन् कि हेर्नु नपाए पनि छन्। सबै लगभग एकदमै पुरानो छन् क्या बसहरू, धेरै पुरानो बसहरू छन्।